एक्सिडेन्टमा पर्ने पुरा पर्छ राई हो। यो मेरो छोरी र यो छिमेकी छोरीबाट आउने थियो माइतबाट आउँदाखेरि यहाँ देखेको भेट आएको अरे अनुहार चिनेन अनि हात हेर्दाखेरि जो हात बनाएर हेर्दाखेरि अब हामीले त्यसबेर नि मामालाई त मान्छे चाहियो देवा भन्छौँ हाम्रो भाषाबाट अनि ल धनकुटे देवा परेछ भनेर यो खुलेस्ते जान्छ घर आएर उनले सुनाएको अनि यो तपाईहरु त अब हाम्रो यस्तो समाचार तपाईहरुले लाउनुहुन्छ हैन समाचार बनाउनु हुन्छ त अब पुलिसहरुको नि समाचार बनाउनु नि त के भन्नुहुन्छ उहाँहरुले यो पुलिस भएन के एकदम भएन यो हुन्छ तिनीहरु यो पुलिस देखेर हजुर हजुर आज मारेर गाडी हैन हजुर पनि हामी आउँदाखेरि पुलिस देखेर वर्ष कति वर्षको पुग्यो आम्बेना भर्खरकै हो नगरपालिकामा काम गर्नुहुन्छ ठुलो पदको होइन नि त नि पदमा रिजल्ट आसीबाट आउँदै हुनुहुन्थ्यो उहाँ रिजल्ट आसीबाट आउँदै हुन्थ्यो ट्रकले हानेर मान्छे मरिसकेको थियो पुलिसहरू नै थियो त्यतिखेर पुलिसहरूले वास्ता गरेको थिएन हानिसकेर मरिसकेको मान्छे वास्ता गरेको थिएन हजुर ठुलो ट्रकले हानेको घाइते मात्रै हो कि उहाँको चाहिँ होइन होइन घाइते भएको मतलब हुँदैन थियो गिदी निक्लिएर मान्छेको लास पनि गायब छ 1 मिनेटमा त आउँदाखेरि मान्छेको गिदी पनि अहिलेसम्म त्यही छ अब तपाईहरुले भनेको यो पनि खिच्नु भएको छ ल हैन म गर्दैछु नि किन यहाँ मात्र गरेको त कतिजना छ भने पुलिसहरुलाई पनि देऊ न का जनता देखेर त पुलिसहरु त भाग्छ नै त जनता हेरेर त भाग्छ पुलिसहरु मान्छे मार्न उनीहरुको मान्छे मार्दाखेरि कसरी पक्रिन्छ यसको नाम के हो च्यानलको नाम नेपाल आवाज सबै बोक्नु त एकचोटि नाम गाइन्छ तपाईँ मसँग हिँड्नु कि खै मसँग हिँड्नु आफूसँग म कुरा गर्छु उहाँको भनाइअनुसार हाम्रो फ्यामिली जिउँदै छ होला नि त नि साथीहरु अहिले यहाँको पब्लिकहरु चाहिँ यहाँनिर तपाईँहरूको मतलब पुलिसहरूको मतलब हाम्रो परिवार मान्छे मेरो काका जिउँदै छ पचार भइरहेको छ गोपामा तपाईँहरूको मतलब बनाएको मतलब अनुसार भनौँ न किनकि हाम्रो अनुसार त छैन किनकि हाम्रो यसले खुद देखेको कि मिसिसकेको गइसकेको भनेर होइन यसले देखेर हामीले तपाईँहरूले होइन तपाईँहरूले चाहनुभयो भने सुन्नुहोस् तपाईँहरूले चाहनुभयो भने नि के हुँदैन भन्छ न्यायको कुरा के हुन्छ तपाईँको चाहनु हो कि होइन भन्नु हो कि होइन हामीले गर्दा खाका यस्ताले लागेर हामीले गर्दा तपाईँहरूलाई होइन पुलिसहरूलाई होइन प्रब्लम परिरहेको छैन अस्ति जेलमा वर्दी मात्रै भनेर तपाईँहरू त्यस्तो काम देखेर हामी के गर्नु तपाईँहरूलाई भन्नु त उता गर्नु तपाईँहरूलाई अस्ति जेल तपाईँहरू किन हाल्नु तपाईँहरूले के भन्नुभयो हामी सुरक्षा गर्ने हामीलाई यसरी हान्छ हाम्रो इज्जत गर्दैन भन्नुभयो हामी स्वर भनेर इज्जत गर्दाखेरि तपाईँहरू सुरक्षा खैदिएको हामीलाई खैदिएको नियम पालना गरेको छौँ हामीले के गर्नुपर्ने सबै गरेको छौँ अनि सुरक्षा खोइ हामीलाई खोइ सुरक्षा हामीलाई तपाईँहरूलाई त अलिकति एकचोटि के खिटायो तपाईँहरूलाई चित्त दुख्यो
मैले कति धेरैको हेरेको थिएँ नि त सोसियल मिडिया हामीले पनि चलाउँछौँ धेरैको देखेको थिएँ मैले पुलिसहरूले हामीले जसले सुरक्षा दिन्छौँ हामीले जसले के भन्छ नेपालको रक्षा गर्छौँ त्यही मान्छेले हामीलाई खिटाउनु थाल्यो हेरौँ यो नेपालमा के गर्ने रहेछ भन्ने खालको कुरा गर्नु तपाईँहरूले होइन तपाईँहरूले हामी तपाईँहरूको चाकरी पनि फ्यामिली छ तपाईँहरूले कसम खानुभएको वर्दी लाउँदाखेरि होइन खोइ त मासु भात खाइहाल्नु म कसम बोलेर त्यो ठाउँमा तपाईँहरूको मासु मागी मागी खान्छन् मान्छे जिउँदो छ भने म यहीँ भन्छु कसम तपाईँहरूलाई म केही पनि भन्दिनँ भोलि हामी घर चुपचाप जान्छौँ तर उपत्र भइरहेछ भन्नुभएको छ भोलि हेरौँ न के हुन्छ भोलि गीती सिलाएर ल्याइदिनु हुन्छ न तपाईँहरूले भन्नुभएको छ यो ड्राइभर बोल्नु भएको साइडमा बसेर प्रकारले गर्नु सबैजना मान्छे पाँच त्यो अब होइन तपाईँ मेरो डिल जस्तो कुरा गर्नु होइन हामी उभिहाल्छौँ होइन गाडी चाहिँ यताउति जान्दिँदैन मात्रै जान्छ हामी कुरा गर्नु होला गर्दैन भोलि गाडी त्यो मान्छे भन्नुभएको छ ड्राइभर गाडी पनि हेर्नु अहिले खोइ आउनुभयो यत्रो घटना भयो नेपालको नागरिक मसिना हो मसिना भन्छु तपाईँहरू किरा मसिना हो ठुलोको आदेशमा चल्ने खालको तपाईँहरू कतिहरू के भन्दा अब त गोली पनि हानिदिनुहुन्छ फाल्टु कुरा होइन नि यहाँनिर मैले भनेको कुरा के हो भने हाम्रो सूचना अधिकारी हुन्छ तपाईँहरूले सूचना जनता र सरकारले गोली हान्न गर्नुपर्छ जनता सरकार गोली हान्न के पुलिसले मात्र जनता सरकार गोली हान्न पुलिसले के गोली हान्ने भए गोली नै हान्न दिन्छ जनता हान्नु के किन पुलिसहरूको किन त यस्तो जनतालाई हेर्नु छ मान्छे मारिदिरहेछ पुलिस अब मोबाइल चलाएर बसिरहेछ के हो यो तपाईँको सूचना गर्नेहरू मान्छे कोही खालि सूचना अधिकारी के सूचना अधिकारी हामीले गर्नु पर्यो जुनै पनि कुराको जनताहरूले उहाँहरूले नि तपाईँहरूको सूचना अधिकारी होइन पदको ठुलो मान्छेले यहाँनिर यत्रो ठुलो भयो टिटरी चोक सानो ठुलो होइन सानो होइन नि त टिटरी चोक भएन भने यहाँनिर वरिपरि पुरा पछौतादेखि कहीँ केही जाँदैन टिटरी चोक यत्रो ठुलो यहाँनिर दोकानका मोटिसक्यो यहाँनिर मान्छे यत्रो भिड भइसक्यो तपाईँको मान्छेहरू खोइ त हामीले तपाईँको मान्छे खोइ यहाँ सिसी क्यामेरा छ होला यहाँ सिसी क्यामेराहरू हामीलाई सबै चाहियो जुन गाडी दियो सबै हामीलाई चाहियो हो के किन भोलि अनि चाहियो होइन सर अझै पनि हामीलाई लागिरहेको छ केपी ओलीको सरकार छ के यो नेपालमा चाहियो केपी ओलीले अस्ति कतिजना मान्छे मार्यो होइन तपाईँ चाहिँ किन विरोध नगर्नु हो तपाईँ पुलिस होइन होइन सर होइन तपाईँ एकदिन बोलिनु पर्यो छैन हो केपी ओलीको सरकार छैन
अहिले यहाँनिर हुँदै आउनु खोल्दा चुनाव चोरहरूले आफ्नो जाति बचाउनु पर्यो त्यो गाडी किन गयो त्यो गाडी किन गयो कहाँ गयो त्यो गाडी कसले लगिदियो कसले लगिदियो घटनाको बारेमा भनिदिनु पर्छ कसरी घटना भयो सर तपाईहरु